हाई एभ्रिवान। आज चाहिँ म हजुरहरूलाई हाम्रो यो मेरो दोकान सफ्टवेयरमा चाहिँ कसरी लेजर क्रिएट गर्ने, कसरी भेन्डर बनाउने, कसरी कस्टमर बनाउने भन्ने कुरा चाहिँ यो भिडियोको माध्यमबाट चाहिँ हजुरलाई सिकाउन गइरहेकी छु। हजुरले यहाँ देख्न सक्नुहुन्छ यो मोर भन्ने अप्सन, यहाँ मोरमा क्लिक गर्नुहोला र क्लिक भइसके पछाडि हजुरले यहाँ देख्न सक्नुहुन्छ सेटअपभित्र लेजर्स रहेको छ। लेजर्समा क्लिक गर्नुहोला। यसबाट चाहिँ हजुरले जति पनि लेजरहरू क्रिएट गर्नुहुन्छ त्यो सबै यो लेजर्समा गएर नै क्रिएट गर्नुपर्ने हुन्छ। र नयाँ लेजर बनाउनको लागि हजुरले यहाँ देख्न सक्नुहुन्छ एड अ न्यू लेजर प्लस न्यू लेजर, यहाँ क्लिक गर्नुहोला र क्लिक भइसके पछाडि हजुरले यहाँ देख्न सक्नुहुन्छ यो फर्म खुल्छ। फर्म खुलिसके पछाडि हजुरले यहाँ नेममा हजुरले आफ्नो कस्टमर बनाउँदै हुनुहुन्छ या हजुरले भेन्डर बनाउँदै हुनुहुन्छ, को बनाउँदै हुनुहुन्छ उहाँहरूको नाम चाहिँ सिलेक्ट गर्नुहोला। र नेममा चाहिँ अहिले म चाहिँ उहाँको भेन्डर बनाउँदैछु भने म भेन्डरको नाम हाल्दैछु एबिसी सप्लायर्स। यो चाहिँ मेरो भेन्डरको नाम भयो। र हजुरले यहाँ अलिकति तल देख्न सक्नुहुन्छ सिलेक्ट भन्ने अप्सन छ। सिलेक्ट भन्ने अप्सनमा क्लिक गर्नुहोला र क्लिक भइसके पछाडि हजुरले यहाँ देख्न सक्नुहुन्छ उहाँ कस्टमर हो कि भेन्डर हो कि बोथ हो कि अदर्स हो, उहाँ चाहिँ के शीर्षकमा चाहिँ पढ्नुहुन्छ यो सिलेक्ट गर्न सक्नुहुन्छ। जस्तै कि म अहिले उहाँ भेन्डर बनाउँदैछु भने भेन्डरमा सिलेक्ट गर्छु। र तल फेरि देख्न सक्नुहुन्छ सिलेक्ट भन्ने अप्सन छ। सिलेक्टमा क्लिक गर्नुहोला र क्लिक भइसके पछाडि चाहिँ हजुरले यहाँ देख्न सक्नुहुन्छ यो लेजर चाहिँ क्यास एन्ड ब्याङ्क हो कि करेन्ट एसेट हो कि खर्च हो कि लाइबिलिटिज हो कि लोन एन्ड एडभान्स हो के हो, यो अन्तर्गत चाहिँ यो शीर्षकहरू हाल्न सक्नुहुन्छ। जस्तै कि मैले भेन्डर बनाउँदैछु भने भेन्डर जहिले पनि हाम्रो सन्डे क्रिएटर हुने भएकोले सन्डे क्रिएटरमा क्लिक गरेँ। र एड्रेसमा चाहिँ हजुरले यो जुन भेन्डर बनाउँदै हुनुहुन्छ हजुरले उहाँकै एड्रेस हाल्ने हो। जस्तै कि यो भेन्डर चाहिँ मेरो यता टिकाथलीमा रहेको छ भने सिटी ललितपुर, स्टेट बागमती, कन्ट्री नेपाल भइहाल्यो भने उहाँको फोन नम्बर यसरी हजुरले हाल्न सक्नुहुन्छ। र हालिसके पछाडि हजुरले जो सबैजनाको लेजर नै यसरी क्रिएट गर्न सक्नुहुन्छ। नेममा हजुरले कसको लेजर बनाउँदै हुनुहुन्छ उहाँको नाम हाल्नु पर्यो। अनि त्यसपछि अर्को सिलेक्ट भन्ने अप्सनमा जस्तै कि मैले भेन्डर हाल्दैछु भने हजुरले कस्टमर बनाउँदै हुनुहुन्छ भने कस्टमरमा क्लिक गर्नुहोला र यसरी नै हजुरले उहाँहरूको एड्रेसहरू हाल्नुहोला र के अन्तर्गत पर्नुहुन्छ यसरी पनि सबै हजुरको सिलेक्ट गरिसके पछाडि हजुरले यहाँ अलिक तल आइसकेपछि मोबाइल नम्बरहरू छ अरूहरू पनि हजुरले यो मोबाइल नम्बरहरू पनि हाल्न सक्नुहुन्छ। यदि छैन भने हजुरले नहाल्दा पनि फरक पर्दैन। र हजुरले यहाँ तल देख्न सक्नुहुन्छ इमेल पनि हजुरले यो भेन्डरको इमेल पनि हाल्न सक्नुहुन्छ र प्यान नम्बर पनि हाल्न सक्नुहुन्छ। मलाई चाहिँ यो भेन्डरको केही पनि थाहा नभएको कारणले चाहिँ मैले मलाई जे जति थाहा थियो मैले यो फर्ममा चाहिँ हालिसकेँ र अब म यो लेजरलाई चाहिँ क्रिएट गर्न जाँदैछु। र यो लेजरलाई क्रिएट गर्नको लागि चाहिँ हजुरले यहाँ देख्न सक्नुहुन्छ क्रिएट लेजर भन्ने प्लस बटनमा यहाँ क्लिक गर्नुहोला र क्लिक भइसकेपछि हजुरको लेजर चाहिँ सक्सेस भन्यो। अब ओकेमा क्लिक गर्नुहोला र क्लिक गरिसके पछाडि हजुरले यहाँ हजुरको लास्टमा रहेको छ हामीले अघि भर्खर बनाएको एबिसी सप्लायर्सको भेन्डर। हजुरलाई यसरी खोजिरहन टाइम लाग्छ भने पनि हजुरले यहाँ देख्न सक्नुहुन्छ सर्च भन्ने अप्सन छ। सर्च भन्नेमा जानुहोला र गइसकेपछि एबिसी सप्लायर सर्च गर्नुहोला। अघि हजुरले जुन स्पेलिङ हालेर लेजर क्रिएट गर्नुभएको थियो त्यो लेजर हाल्नुहोला र हजुरको लेजर चाहिँ सर्च हुने बित्तिकै चाहिँ अगाडि नै यसरी चाहिँ हजुरको फ्रन्टमा आएर बस्छ। यसरी नै हजुरले आफ्नो कस्टमर भेन्डर बोथ हो कि अदर्स हो कि के हो त्यो अनुसार चाहिँ हजुरले आफ्नो लेजरहरू जति पनि लेजरहरू छन् हजुरले यसरी नै क्रिएट गर्न सक्नुहुनेछ।